यो चर्च हेर्नु त कति ठुलो कम्पाउन्ड छ। करिब यो 1 रोपनीको कम्पाउन्डमा बनेको यो चर्च चाहिँ अब यहाँ डोजर चल्नै लागेको अवस्थामा हामीले चारैतिरको अवस्था यहाँ हामी तपाईँलाई देखाउँदैछौँ। यहाँ डोजर लागिसकेको छ, डोजर लाग्यो भत्क्यो डोजर यता यो डोजर लागिसकेको छ। यो चर्च ल आउँदैछु हेर्न सक्नुहुन्छ डोजरले सुरु गरिसक्यो यो भत्काउनलाई। दर्शकबिन यो 1 रोपनीको कम्पाउन्डमा लगो यहाँ चर्च बनेको रहेछ। प्राप्त सूचना अनुसार जानकारी अनुसार तपाईँलाई हामी एउटा जानकारी गराउन चाहन्छौँ। यो 1 रोपनी भन्दा बढीमै होला यो चर्च। यो धेरै ठुलो यो संरचना यहाँ बनाइएको रहेछ। अनि यस्तो खालको 8-9 वटा चर्च यो सुकुम्बासी क्षेत्रमा रहेको भन्ने स्थानीयवासीहरूले हामीलाई वीर गोर्खाली मिडियालाई जानकारी गराएका छन्, यो सूचना दिएका छन्, हेर्न सक्नुहुन्छ। अनि यो सुकुम्बासी बस्तीमै जस्तै थापाथली सुकुम्बासी बस्तीमा पनि चर्च रहेको भन्ने कुराहरू हामीले देखेका थियौँ। त्यहाँ एकजना आमाले पनि भन्नुभएको थियो भने यो सुकुम्बासी बस्तीहरूमा यसरी